मैले यो जोन डियरको हाइड्रोलिक सिस्टम डिस्ट्रिब्युटरहरू खोलेको थिएँ र यसमा मैले एउटा सामान्य समस्या पत्ता लगाएको छु। पहिला त मैले सबै स्पुल वालहरू, कन्ट्रोल वालहरू, चेक वालहरू सबै खोलेको थिएँ र एउटा सानो यो सिलिन्डरको वालको र सानो समस्या चाहिँ पत्ता लगाएको छु है। र यो सिलिन्डरको वालमा चाहिँ स्प्रिङ छैन है, स्प्रिङ छैन, वासर मात्रै छ। तपाईँहरू सोच्नुभयो होला वासरले कसरी काम गर्छ भनेर। म तपाईँहरूलाई देखाउन गइरहेको छु है एकैछिन। यो धोएर म तपाईँहरूलाई देखाउँछु। यो वासर चाहिँ यस्तो टाइपको छ है। यो चाहिँ प्लेन छैन, यो हल्का वासर ट्यापर छ जो कि क्लचको डायफ्रामले कसरी काम गर्छ त्यसरी नै यो वासरले चाहिँ यसरी काम गर्ने है। यसरी ग्याप रहन्छ र यो माथिबाट कस्दाखेरि चाहिँ यो सबै वासरहरू यस्तै छ। र हामी सबै वासरलाई यस्तै गरेर यस्तै गर्दै फेरि फिट गर्दै यस्तै गर्दै यसलाई चाहिँ फिट गर्दै गर्न सक्छौँ है साथीहरू। ल म फिट गरेर देखाउँदैछु है।